सुन्नु भोटै नदिएको नेता कसरी आएको त म भन्छु है यो मतपत्र छ यहाँ 12 जना उठेका छन् 12 जनाको 12 वटा चिन्ह छ मेरो पनि चिन्ह छ मेरो चिन्ह त्रिभुज छ र तपाईहरुले त्रिभुजमै हाल्ने मलाई विश्वास लाग्छ भने त्रिभुजमा भोट दिनुहोस् विश्वास लाग्दैन भने जसलाई विश्वास लाग्छ त्यसैलाई भोट दिनुहोस् घोटालै नदिनुहोस् त्यति हामीले त महावीरपुर नारायण त्रिभुजमा दिने भनेको छ र अहिले तपाईले भन्नुभयो मैले अहिलेसम्म भोट हालेको छैन सुन्नुहोस् अर्को कहानी राम्रो छ मैले अहिलेसम्म मेरो भोटर लिस्टमा नाम पनि थिएन मेरो राष्ट्रिय परिचय पनि थिएन है किनभने म त यसै डुल्ने मान्छे जोगी जस्तो मान्छेलाई किन भोट दिनु पर्यो अब भोटर लिस्टमा नाम कहाँ लेखाउने हो कि होइन अब भोट दिने बेलामा कहाँ चुनाव हुने बेलामा कहाँ भइन्छ यसो भएर मैले अहिलेसम्म यो चुनावको बारेमा वास्ता पनि गरेका थिइनँ राष्ट्रिय परिचय पत्र पनि बनाएको थिइनँ भोटर लिस्टमा नाम पनि थिएन अस्ति मन्त्री भएपछि के भयो भने तपाईको राष्ट्रिय परिचय पत्र छ कि छैन भनेर सोधे राष्ट्रिय परिचय पत्र छ कि छैन भनेर सोधे मैले छैन भने क्या अनि राष्ट्रिय परिचय पत्र सोधेपछि अर्को भोटर लिस्टमा कहाँ छ नाम भने सोधे मेरो छैन भने त्यही मन्त्रालयका मान्छेहरूले बनाइदिएको अनि बल्ल यो चुनावमा लड्न पाइयो नत्र चुनावमा लड्न नपाइने रहेछ